लेखिएको छ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। आमेन। हेर्नुहोस् त, जसले मलाई शक्ति दिनुहुन्छ नि उहाँमा नै म सब कुरा गर्न सक्छु। आमेन। परमेश्वरको बल बिना, परमेश्वरको शक्ति बिना, परमेश्वरको आशिष बिना हामीले केही काम गर्न सक्दैनौँ। सबै कुरो, सबै भरोसा, सबै आशा, सबै उमङ्ग चाहिँ परमप्रभु हुनुहुन्छ। हालेलुया। है, त्यसैले हामीले सबै कुरो चाहिँ परमेश्वरमा हामीले भरोसा राख्नुपर्छ र शक्ति चाहिँ उहाँले हामीलाई दिनुहुन्छ भन्छ। अब 14 मा के भन्छ भने, तापनि मेरो कष्टमा तिमीहरू सहभागी भयो, सो असल गर्यो। आमेन। होइन, किन त भन्दाखेरि परमेश्वरले हाम्रो निमित्त थुप्रै कष्टहरू, दुःखहरू भोग्नु भएको छ है। अनि त्यो दुःख र कष्टमा हामी समावेश भएका छौँ, किनभने हामी प्रभुसँगै जी उठेका छौँ। त्यसैले हामीले जहिले पनि असल काम गर्नुपर्छ, नयाँ जीवनको काम गर्नुपर्छ। अनि उपवास बसेर अनि यो परमेश्वरसँग हामीले चाहिँ मागिरहेको अवस्था छ होइन। अनि उहाँसँग हामीले यही कुराहरू माग्छौँ। आमेन। अब अर्को छ मत्ती 11:28 निकाल। मेरा पिताले सबै थोक मलाई सुम्पिदिनु भएको छ। कहाँको पढ्यो? मत्ती 11:28 हेर न। हे सबै थाकेका र बोझले दाबिएका हौ, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। आमेन। धन्यवाद। यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई चाहिँ विश्राम दिनेछु। आमेन। हेर्नुहोस् न, हामी सबै थाकिसकेका छौँ। हेर्नुहोस् त, कतिपय हामी समस्याले झगडिएर, शैतानले चाहिँ झगडिएर हामी थाकेर त्यहाँ खर्च गर्ने ठाउँ नै हुन्थेन है। अनि त्यो खर्च गर्ने ठाउँै नभइसकेपछि के हुन्थ्यो, हामी त्यहाँ बोझले चाहिँ दबिसकेका थियौँ, त्यो समस्याबाट हामी दबिरहेका थियौँ। अनि त्यो सबै समस्याहरूको समाधान गर्नको निम्ति, विश्राम दिनको निम्ति अनि हामीलाई परमेश्वरले चुन्नुभयो, आन्नुभयो र त्यहाँ हामीलाई विश्राम दिनुभयो र उहाँले चाहिँ हामीलाई हरेक समस्याहरूबाट छुटकारा दिनुभयो। आमेन। है, यसरी भन्छ। अनि 29 मा के भन्छ भने, मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। हालेलुया। आमेन। किन भन्दाखेरि जुन जुवा चाहिँ हामीले दिनुभएको छ नि परमेश्वरले, तर के दिनुभएको छ, त्यो सांसारिक जौमा नार्यौ भनेर होइन, परमेश्वरको जौमा चाहिँ नार्यौ, परमेश्वरको जौमा हिँड, अनि जसले गर्दा तिमीहरूले आफ्ना आत्मामा सदा सर्वदा चाहिँ विश्राम पाउनेछौ, अनि त्यो विश्राम परमेश्वरले दिनुहुन्छ। आमेन। यसरी बताउनुलाई भनेको छ। र अर्को छ रोमी 8:28 को ल भनेको थिएँ मैले। हुन्छ, म पढिदिन्छु। यसमा यसरी लेखिएको छ, मत्ती 8:28 मा चाहिँ यसरी लेखिएको छ, हामी जान्दछौँ उहाँलाई प्रेम, रोमी 8:28 है। रोमी 8 उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। आमेन। धन्यवाद। हेर्नुहोस् त, हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू, उहाँका अभिप्राय अनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले चाहिँ भलाइ नै गर्नुहुन्छ। आमेन। हेर्नुहोस् त, हामी प्रत्येकले जान्छौँ, परमेश्वरले भलाइ नगर्ने कसलाई, हरेकलाई उहाँले सेवा नै गर्नुहुन्छ, सेवाइ गर्नुभएको छ, भलाइ नै गर्नुभएको छ। अनि उहाँलाई प्रेम गर्नेहरू, उहाँको अभिप्राय अनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ गर्नुहुन्छ है। उहाँले आशा नै दिनुहुन्छ, आशिष नै उहाँले वर्षाउनुहुन्छ। त्यसैले हामी प्रत्येक विश्वासीहरू बोलाइएका विश्वासीहरू हौँ, उहाँले छनौट गरिएका विश्वासीहरू, छानी ल्याउनु भएको विश्वासीहरू। किन त भन्दाखेरि
जसरी एउटा माछा बिस्तारै मार्ने गयो भने माझीले 1.5 घन्टा, छिछिरै नि भने 1 घन्टा। नदीमा जाल हान्दाखेरि त्यहाँ धेरै कुराहरू आउँछ, दौड्यो भने तर आधी उसले सबै बेकारिक्त वस्तुहरू फ्याँकेर असल चिज खाने माछा मात्र उसले निकाल्छ र ल्याउँछ। त्यसरी नै परमेश्वरले चाहेको भए विश्वका सबै मानिसहरूलाई एकैचोटि आफ्नो राज्यमा ल्याउन सक्नुहुन्थ्यो, तर उहाँले चाहिँ के गर्नुभएको छ, हामीलाई छानी छानी ल्याउनु भएको छ र हामी छानिएका व्यक्तिहरू हौँ र हामी के हुनुपर्छ, जहिले पनि परमेश्वरको सेवा गर्न लायक हुनुपर्छ, उहाँको सेवक बन्नुपर्छ। आमेन है, यसरी चाहिँ वचनले हामीले भनेको छ। अनि यहाँ अर्को के भन्छ, जसलाई उहाँले पहिलेबाटै चिन्नु भएको छ र उहाँले तिनीहरूलाई आफ्ना पुत्रको रूप समान बनाउन धेरै भाइहरूमध्ये उहाँ चाहिँ ज्येष्ठ हुन् भनेर अघिबाटै नै नियुक्ति गर्नुभएको छ। आमेन होइन, त्यसैले हामी धेरै भाइहरूमध्ये धेरैजनाहरूमध्ये अनि हामी चाहिँ के भएको छौँ, छानिएका छौँ र हामी ज्येष्ठ भएको छौँ र हामीले प्रशस्तै फलहरू फलाउनुपर्छ परमेश्वरको राज्यमा। जब हामी बिउ रोप्छौँ नि अनि हामी के भन्छौँ, त्यहाँ फल फलाउने विषय सिकाउँछौँ। जसले फल फलाउन सक्दैन त्यसलाई परमेश्वरले छाँट फलाउँछ। जस्तै एउटा बिरुवा रोपेर त्यसले फल दिएन भने हामी त्यसलाई काटछाँट गरेर अनि हामी के गर्छौँ, त्यसलाई चाहिँ गोड्छौँ, छाँट्छौँ, बल्ल त्यसले फल दिन्छ। त्यसैले हामी हरेकले एउटा फल फलाउन सक्नुपर्छ, नयाँ बिउ रोप्न सक्नुपर्छ, नयाँ फल फलाउन सक्नुपर्छ। अनि जसले गर्दाखेरि के हुन्छ, परमेश्वरको राज्यमा हामीले सधैँ आशिषमय जीवनहरू बिताइरहेका हुन्छौँ, सेवाका जीवनहरू बिताइरहेका हुन्छौँ, नम्रताका जीवनहरू बिताइरहेका हुन्छौँ। अनि त्यो नम्रताको जीवन बिताउनको लागि चाहिँ हामीले के हुनुपर्छ, सेवामा चाहिँ हामी रहिरहनुपर्छ, महिमामा रहिरहनुपर्छ, अनि उत्साहमा रहिरहनुपर्छ, भलाइमा रहिरहनुपर्छ, अनि परमेश्वरको महिमामा हामी तल्लीन भइरहनुपर्छ। आमेन है, यसरी चाहिँ वचनलाई भनेको छ। अब यहाँ यसरी लेखिएको छ मत्ती 6:16 जब तिमीहरू उपवास बस्दछौ तब ढोगीहरू जस्ता उदासी चेहरा नदेखाऊ, किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्नो मोहडा अँध्यारो पार्छन्। आमेन, धन्यवाद। यो वचनकै भन्नुहोस् है, सबैजनाले अहिले मुख खोलेर मत्ती 6:16 हेर्नुहोस् त के भनेको छ भने, यो मसँगै भन्नुहोस् है, उपवास। जब तिमीहरू उपवास बस्दछौ तब ढुङ्गीहरू जस्ता उदासी चेहरा नदेखाऊ, किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिमीहरू आफ्ना मोहडा अँधेरा पार्छन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले आफ्ना इनाम पाइसकेका छन्। हालेलुया, आमेन। अब एक जयकार गरिरहेको छ, प्रशंसा भोजनहरू गीतहरू गाएर दिइरहेको छ। हो तपाईँले ग्रहण गर्नुहोस्, लिनुहोस्। अनि यो मण्डली परिवारमा तपाईँ हुनुहोस्, हरेक क्षेत्रमा लागेकाहरूमा तपाईँ हुनुहोस्, देश विदेशमा बस्नेहरूमा तपाईँ हुनुहोस्। महान परमेश्वरमा अनि वास्तव कुराहरू महिला गर्नुहोस्। यो बिचमा कुनै पनि अन्धकारका शक्तिहरू तपाईँले चाल्न दिनुहोस्। महान परमेश्वरका तपाईँलाई धेरै धन्यवाद। पितापुत्र पवित्र आत्मा एक प्रवेशको नाउँद्वारा हरेकलाई तपाईँले सुरक्षा दिनुहोस्, हरेक क्षेत्रमा तपाईँले सुरक्षा दिनुहोस्। प्रभु धन्यवाद, प्रभु साँच्चै नै तपाईँलाई धन्यवाद। प्रभु ईश्वरमै स्वर्ग र पृथ्वीको मालिक तपाईँ, राजाहरूको एकमात्र राजा तपाईँ, आश्चर्य काम गर्ने परमेश्वर तपाईँ, धन्यवाद छ प्रभु। हालेलुया, हालेलुया, एकमात्र सर्वोच्च तपाईँ प्रभु। संगति लाउँदै तपाईँले सुरक्षा दिनुभएको छ अनि सुरक्षा आफ्नो घरमा तपाईँले पुर्याउनुहोस् प्रभु। अनि देश विदेशमा बस्ने
सम्पूर्ण छोराछोरीहरूको जीवनमा तपाईँ हाल्नुहोस् हरेकलाई तपाईँलाई सुरक्षा दिनुहोस् कुनै पनि शत्रु शैतानका विघ्न बाधाहरू समस्याहरू रोकावटहरू अवरोधहरू तपाईँलाई आउन नदिनुहोस् प्रभु तपाईँलाई यो सम्पूर्ण अन्तर्गति प्रार्थना तपाईँको हातमा राख्दै तपाईँको दोस्रो आगमन नभएसम्म तपाईँको प्रेम सङ्गति अनुग्रह र महिमा यो मण्डली परिवार अनि हाम्रो यो वार्ड अनि जिल्ला राष्ट्र विश्वमा आफ्नो सङ्गति आफ्नो अनुग्रह महिमा राखी छोड्नुहोस् भन्दै आशिष अनुग्रह चाहन्छु तपाईँको चाहन्छु पवित्र आमेन जय मसीह जय मसीह हुन्छ हामी आजको उपवासको प्रार्थनालाई चाहिँ सकिसकेका छौँ अनि हामी अन्त्य गर्नेछौँ हुन्छ फेरि पनि भेट्दै गरौँला सबैजनालाई यीशु ख्रीष्टको नाउँमा जय मसीह